छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। जथाभावी बाटो नकाटौँ, ट्राफिक नियम पालना गरौँ। सडकमा ध्यान केन्द्रित गरेर सवारी चलाउँ, दायाँ बायाँ मुड्दा साइड लाइटको प्रयोग गरौँ। जय नेपाल। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र एनटिभी इटहरीको संयुक्त प्रस्तुति कार्यक्रम ट्राफिक गतिविधि कोशी प्रदेशमा स्वागत छ। म कार्यक्रम प्रस्तुता चन्द्रकला भट्टराई। पाक्षिक रूपमा प्रसारण हुने यो कार्यक्रम हरेक 2 हप्तामा यसै समयमा हेर्न सक्नुहुनेछ। हामी यस कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयहरूले गरेका विविध गतिविधिहरू लगायत सवारी दुर्घटनाका खबरहरू, ट्राफिक कारबाही राजस्वका विवरणका साथै ट्राफिक चेतनामूलक सामग्री प्रस्तुत गर्दछौँ। अब भने पालो भएको छ ट्राफिक प्रहरीले गरेका विविध गतिविधिहरूको। ट्राफिक व्यवस्थापन तथा सुरक्षित सडकको लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। मङ्सिर 2 गते इटहरी महानगरपालिका 20 तरहरा स्थितमा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा प्राविधिक सहयोग तथा इटहरी महानगरपालिकाको सहकार्यमा सञ्चालन भएको सवारी चालकहरूको स्वास्थ्य परीक्षणमा कोशी लोकमार्गमा सञ्चालन रहेका यात्रुवाहक सवारी साधनका चालक तथा सहचालकहरूको ब्लड प्रेसर लगायत सामान्य स्वास्थ्य जाँच गरिनुका साथै लागू पदार्थ लापसे सेवनको परीक्षण गरिएको थियो। चेक जाँचको क्रममा यात्रुवाहक सवारीका चालक 4 जना, सहचालक 2 जना र स्कुटर चालक 2 जना गरी 8 जनाले लागू पदार्थ सेवन गरेको फेला परेको हुँदा उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाई सुरक्षित सडकका लागि सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण तथा लापसे जाँचलाई प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी परीक्षक दीपक गिरीले बताउनुभयो। सार्वजनिक सवारी साधन चलाउने चालकहरूले चाहिँ अब धेरै मात्रामा चाहिँ लागू पदार्थ सेवन गरेर सवारी साधन चलाइरहेछन् भन्ने कुरा चाहिँ अब यात्रुहरूको गुनासो पनि र हाम्रो अनुमान पनि थियो। त्यही अन्तर्गत हामीले चाहिँ इटहरी उपमहानगरपालिकासँग चाहिँ यो लागू पदार्थ सेवनको चाहिँ किट चाहिँ उहाँहरूसँग चाहिँ उपलब्ध गराइमागेर उहाँहरूसँग चाहिँ प्राप्त गरेर हामीले चाहिँ आज चेक जाँचको कार्यक्रम गरेका छौँ। विशेष गरेर सार्वजनिक सवारी साधन चलाउनेहरूलाई लक्षित गरेर हामीले यो कार्यक्रम सुचारू गरेका छौँ। लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूलाई लक्षित गरेर हामीले चाहिँ आज चेक जाँचको कार्यक्रम गरेका थियौँ। अब डाक्टर सहितको टोलीले चेक जाँच गर्दाखेरि सार्वजनिक सवारी साधन चलाउने चालकहरू 4 जना, त्यसका परिचालकहरू 2 जना र स्कुटी चलाउने र लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने, सवारी साधनमा सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई पाएर प्रचलित कानुन बमोजिम मुद्दा चलाउनको लागि इलाका प्रहरी कार्यालय इटहरीमा पठाएका छौँ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब परीक्षक सन्तोष श्रेष्ठले सार्वजनिक सवारीका यात्रुहरूलाई यात्राका क्रममा कुनै समस्या तथा सवारी चालकले लापरवाही गरी सवारी चलाएको थाहा पाएमा तत्काल नजिकको प्रहरी अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103 अथवा प्रहरीको कन्ट्रोल रुम 100 मा जानकारी गराई सवारी दुर्घटना न्यूनीकरणमा सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो। तपाईहरुलाई नै चाहिँ धेरै कुरा थाहा हुन्छ। आफू चढेको गाडीमा चालक अथवा सहचालकले कस्तो व्यवहार गर्दैछ, अलि झमक्क रिसाइरहेछ कि ओभर स्पिडमा चलाइरहेछ कि हैन, आदि इत्यादि कुराहरू गरिरहेछ कि तपाईहरु सुरक्षित हुनुहुन्छ हुनुहुन्न, यहाँ चालकको व्यवहारबाट सहचालकको व्यवहारबाट तपाईहरुलाई स्पष्ट हुन्छ। त्यसै कारणले गर्दाखेरि तपाईहरुलाई चालकले सहचालकले कुनै लागू पदार्थ सेवन गरेर चाहिँ चलाएको छ शंका भयो भनेदेखि सजिलो नम्बर 103 मा फोन गरेर हामीलाई जानकारी दिन सक्नुहुन्छ। 103 नम्बरमा फोन गर्दा पैसा लाग्दैन र यो जहाँ पनि अभाइलेबल हुन्छ। तपाईहरु यो कोशी प्रदेशको 14वटै जिल्ला जहाँबाट गए पनि 103 मा फोन लाग्छ। त्यसलाई हामी रेस्पोन्स गरेर हामीले चेक जाँच गरेर हुन्छ अथवा कसरी हुन्छ
यो सवारी साधनलाई चाहिँ आफ्नो नियन्त्रणमा लिएर यो सवारी दुर्घटना न्यूनीकरणको लागि हामी प्रयास गर्न सक्छौँ। त्यसको लागि तपाईहरूको साथ र सहयोग चाहिन्छ। कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठले यात्रुवाहक सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। ट्राफिक प्रहरी र यातायात व्यवसायी मजदुर सङ्घ सङ्गठनहरूको सहकार्यमा यो लापसे मापसे चेकिङहरू हामीले विगतका वर्षहरू पनि गर्दै आएको थियौँ र बिचमा यो जेएनजी आन्दोलनको कारणले केही प्रहरीको गतिविधिहरू सुस्तता भएको कारणले फेरि समाजमा उच्छृङ्खल गतिविधि बढेको र लापरवाही अलिक बढेको हुनाले फेरि पुनः यो सुचारू भएको छ। पक्कै पनि हामीलाई विश्वास छ कुनै पनि सवारी चालकहरू सहचालकहरूले यात्रुको सुरक्षाको लागि मध्यनजर राखेर सवारी चलाउँदा अथवा अन्य बेला पनि यो लागु प्रसाद सेवन गरेर सवारी नचलाइदिनु भनेर आग्रह पनि गर्छौँ। यसले अरूलाई पनि नगराउनसम्म अप्रेरित गर्छ भन्ने लाग्छ। यसतर्फ हामी सबै सवारी चालक यातायात व्यवसायी संवेदनशील र जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ। धन्यवाद। बढ्दो सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले 3 पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी इटहरी महानगरपालिकाका विभिन्न स्थानमा सञ्चालन रहेका सिटी सफारीको यान्त्रिक अवस्था चेकजाँच गरेको छ। मङ्सिर 2 गते भएको चेकजाँचको क्रममा सिटी सफारीको सम्पूर्ण यान्त्रिक अवस्था चेकजाँच गरिनुका साथै यान्त्रिक अवस्था ठिक नभएका सिटी सफारीहरूलाई मर्मत सम्भार गर्न लगाइनुका साथै चालकहरूलाई सम्भावित दुर्घटनाको जोखिमबाट जोगिनु अपनाउनु पर्ने सावधानी लगायत ट्राफिक नियमको सम्बन्धमा प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। दुर्घटनाको प्रमुख कारण भनेको चालक र सडक प्रयोगकर्ताको नेग्लिजेन्स र ओभर कन्फिडेन्सले गर्दाखेरि सडकमा दुर्घटना घट्छ है। आजको यो परिप्रेक्ष्यमा तपाईँहरूको नेग्लिजेन्स देखिन्छ, तपाईँहरूको लापरवाही देखिन्छ, हो कि होइन भन्नुहोस् त। जब ब्रेक लाइट पछाडि आउनेले ब्रेक लाइट देख्दैन, तपाईँले ब्रेक लगाएको भन्ने थाहा हुँदैन, तबसम्म त्यो पछाडिवालाले ब्रेक खिच्छ त खिच्दैन। तपाईँहरूको ब्रेक लाइट छ त छैन, अनि दुर्घटना यसरी हुन्छ। अर्को तपाईँहरू साइड लाइट बालेर लेन क्रस गर्नुहुन्छ अथवा बाटो क्रस गर्नुहुन्छ होइन, पछाडिबाट आउने अथवा अगाडि आउनेले तपाईँको साइड लाइट नबलेपछि अन्य दुर्घटना घट्दै गर्दैन। ठुलो आवाज निकाली सञ्चालनमा रहेका मोटरसाइकलहरूबाट हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी र यङ एनफिल्ड मोटरसाइकल क्लब इटहरीको सहकार्यमा ध्वनि प्रदूषण विरुद्ध नो मोटिफाइड साइलेन्सर कार्यक्रम सञ्चालन भएको छ। कार्तिक 24 गते मोटरसाइकल क्लबका सदस्य तथा स्थानीय मोटरसाइकल चालकहरूको उपस्थिति बीच इटहरीमा भएको कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमै कम्पनी निर्मित मूल साइलेन्सर मात्र प्रयोग गर्ने र ध्वनि प्रदूषण फैलाउने मोटिफाइड साइलेन्सर प्रयोग नगर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका प्रहरी निरीक्षक विकास थपलियाले ध्वनि प्रदूषणले वातावरण र स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराउँदै अनधिकृत साइलेन्सर प्रयोग नगर्न आग्रह गर्नु हुनका साथै यस अभियानले इटहरी तथा आसपासका क्षेत्रमा सवारी चालकमा जिम्मेवारी सवारी संस्कार विकासमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। हामीले चाहिँ यो बढी आवाज निकाल्ने यो बुलेट लगायतका अन्य मोटरसाइकलहरूलाई चाहिँ नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेका थियौँ र यसलाई चाहिँ विशेष सहयोग र साथ दिँदै यो चाहिँ यङ इनफिल्डर्स मोटरसाइकल क्लब इटहरीको भाइहरूले चाहिँ हाम्रो त्यो अभियानलाई साथ दिँदै अब सरहरूले चाहिँ हामी त्यो ग्रुपमै सम्पूर्ण मोटरसाइकलहरू ल्याएर जुन आवाज निक्लिने हो साइलेन्सर पाइपहरू खोलेर हामी पहिलेको जस्तै बनाउँछु भनेर चाहिँ एउटा हामीलाई सपोर्ट गर्नुभयो। मलाई लाग्छ नेपालमा यो पहिलोचोटि हो, कारबाही मात्रै सबै चिज होइन। अब यसरी भाइहरू स्वतः स्फूर्त रूपले चाहिँ हामी चाहिँ पहिलेकै अवस्थामा मोटरसाइकल ल्याएर सचिन्छौँ भनेर जुन उहाँ चाहिँ स्वतः स्फूर्त रूपले चाहिँ यसरी आउनुभयो, उहाँहरूलाई चाहिँ म लगायत चाहिँ हाम्रो ट्राफिक परिवारको तर्फबाट
समेत विशेष धन्यवाद दिन चाहन्छु किनभने यो आवाजले गर्दाखेरि कतिपय चाहिँ आफ्नो साइडमै हिँडिराख्नु भएको हुन्छ ड्याम 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 यसरी पड्केको आवाजले बिरामी लगायत अन्य आफ्नो सुरले जाने राइडरहरूलाई समेत त्यसले चाहिँ विशेष असर पार्छ र त्यसले चाहिँ भोलि एक्सिडेन्ट पनि हुनसक्छ त्यसले गर्दा लगायत हरेक चिजमा चाहिँ यसले चाहिँ नकारात्मक असर पर्न जान्छ र त्यसरी चाहिँ भाइहरू चाहिँ आएर जुन सपोर्ट साथ गरिदिनु भयो यसको लागि हृदयदेखि धन्यवाद दिँदै यस्तो किसिमको अभियान चाहिँ नेपालभरि चाहिँ फैलियोस् भन्ने चाहना राख्दै फेरि पनि अन्य मोटरसाइकलहरू पनि यसरी नै आएर हामीले यसरी साइलेन्सर पाइप चेन्ज गऱ्यौँ हामी यसरी सुध्रियौँ यो मामलामा भनेर उहाँहरूले समर्थन र साथ दिनुहुन्छ भन्ने आशा राख्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। यङ एनफिल्ड मोटरसाइकल क्लबका सदस्यहरूले क्लबभित्र व्यापक सचेतना फैलाउने नियम विपरीत साइलेन्सर प्रयोग गर्नेहरूलाई निरन्तर आवाज उठाउने र अभियानलाई दीर्घकालीन रूपमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै हामीले आफ्नो समुदायबाट नै सचेतना सुरु गरेका छौँ अब यसलाई सबै मोटरसाइकल चालकले आत्मसम्मान गर्नुपर्छ भन्दै क्लबका प्रतिनिधिले बताए। हामीले मोटिभेट गरेको कारणले गर्दाखेरि हजुरहरूले चेन्ज गरिदिनु भएकोमा र अर्य इटरीका साथीभाइ दाजुहरूलाई पनि म भन्न चाहन्छु साउन्ड पोल्युसन नगरिदिनु सबैजनाले चेन्ज गरिदिनु सबैजना पिसमा बस्नुपर्छ कतिजना घरमा बुढाबुढी हुन्छ कतिजनाको घरमा भर्खरका हुन्छन् गाह्रो हुन्छ त्यो कुरा तपाईँहरूले बुझिदिनु पर्यो सो यो देश भन्ने कुरा सबैजनाको हो यो तेरो यो मेरो भन्ने सोच्नु भएन यो ठाउँ सबैजनाको त्यसरी जानु पर्यो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी पोस्ट कोशी कटानले कार्तिक 25 गते यात्रुवाहक बसका चालक तथा यात्रुहरूलाई ट्राफिक चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कोशी गाउँपालिका 1 स्थित कोशी कटानमा सञ्चालन भएको कार्यक्रममा प्रहरी सहायक निरीक्षक राजाराम यादवले यात्राका क्रममा अपनाउनु पर्ने सावधानी लगायत ट्राफिक नियमको सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो। अब जाने बेलामा कुन गाडीमा चढ्नु भएको छ आफ्नो सामान त छ नि हैन कतै ओर्लिनुहुन्छ गाडी नम्बर चाहिँ याद गरिराख्नु होला गाडी नम्बर याद हुँदा के हुन्छ सामान हराउँदैन तपाईहरुको। प्रशिक्षणकै क्रममा ट्राफिक प्रहरी पोस्ट विराट चोकले कार्तिक 26 गते सिटी सफारी चालकहरूलाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरणका उद्देश्यले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। सुन्दर हरैचा नगरपालिका 12 विराट चोक बजार स्थितमा सञ्चालन भएको कार्यक्रममा प्रहरी सहायक निरीक्षक नारायण लुइटेलले चालकहरूलाई सुरक्षित सवारी सञ्चालन ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरण रोकथामका उपायहरूबारे महत्त्वपूर्ण जानकारी दिनुभएको थियो। सिटी सफारीलाई चलाउँदाखेरि कसरी चलाउने कसरी हामी सुरक्षित बन्न सकिन्छ आफू पनि सुरक्षित बन्ने र अन्य सवारी साधनलाई अन्य चालकहरूलाई पनि सुरक्षित बनाएर कसरी चलाउन सकिन्छ भन्ने कुरा मुख्य कुरा हो। अब हामीले एक दिन तपाईलाई भनेका कुराले अलिकति केही न केही थोरै भए पनि केही इम्प्रुभ गरोस् तपाईहरुमा केही चेतनाको स्तर चाहिँ बढोस् जुन सवारी चालकमा हुनुपर्ने गुणहरू कस्तो कस्तो छ दुई चारवटा कुरा चाहिँ डेभलप होस् भन्ने हेतुले यो प्रोग्राम राखिया हो। सडक कसरी सुरक्षित बनाउन सकिन्छ दुर्घटना रहित कसरी बनाउन सकिन्छ भन्ने विषय नै सबैभन्दा मुख्य विषय हो। यसमा चाहिँ हामी सबै मिलेर हाम्रो सम्बन्ध नङ्ग्रा मासुको सम्बन्ध हामीले नर्मली यसो नियमनकारी निकाय भएको कारणले नियमन गर्ने हो। तपाईको गाडीको कन्डिसन कस्तो छ ब्रेक लाइट छ कि छैन कस्तो चलाउनु भएको छ अगाडिपट्टि मान्छे राखेर पनि नचढाइदिनु होला। जस्तो चालक सहित तपाईको 5 जना हो एउटा सिटी सफारीको क्षमता लेखे आज तपाईलाई बिलबुकमा पकाइदा लेख्दिया छ है पछाडी 4 जना अगाडि तपाई चालक 1 जना 5 जना भयो के गर्दिनुहुन्छ चालकको दायाँ बायाँ 2 जना चाहिँ राख्दिनुहुन्छ पछाडी पनि 3 जना गरेर 6 जना गरेर 6 2 8 आफू सहित कति भयो 9 भयो। त्यो भइसकेपछि के हुन्छ दुर्घटनाको जोखिम बढ्छ। एउटा मात्रै फाइदा छ तपाईहरुलाई 2-4 जना मान्छे बढी हाल्यो भने यसो 1-2 पैसा बढी आउला तर त्यो पैसाको लोभले गर्दा के हुन्छ कहीँ गएर ठोकिएर गयो भने अब चालक त तपाईको अर्को एउटा कुनै प्यासेन्जर झरेर क्याजुअलिटी भयो भनेदेखि तपाई आफू पर्ने हो फेरि तपाईले गर्ने हो ट्रिटमेन्ट सबै मैले त जानिन होइन ऊ अर्को आयो भन्न पाइँदैन। दर्शकबिन हामीसँग दुर्घटना कारबाहीको विवरणहरू बाँकी नै छ। अहिले भने कार्यक्रममा पालो भएको छ चेतनामूलक सामग्रीको। प्रस्तुत छ यो सामग्री।
भने कोशी प्रदेशमा भएका सवारी कारबाही तथा दुर्घटनाहरूको विवरणतर्फ। कोशी प्रदेशभरि विगत 2 हप्तामा विभिन्न सवारी साधनहरूबाट 261 वटा सवारी दुर्घटनाहरू भएका छन्, जसमा पुरुष 12 जना र महिला 2 जनाको मृत्यु भएको छ भने 38 जना गम्भीर घाइते र 390 जना सामान्य घाइते भएका छन्। अब लागौं सवारी कारबाहीतर्फ। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने 234 जना सवारीका चालक ट्राफिक कारबाहीमा परेका छन्, जसबाट 1,22,500 राजस्व सङ्कलन भएको छ। त्यसैगरी विभिन्न सवारी नियम उल्लङ्घन गर्ने 3,439 जना सवारीका चालकहरू ट्राफिक कारबाहीमा परेका छन्, जसबाट 34,62,500 रुपियाँ राजस्व सङ्कलन भएको छ। आदरणीय दर्शकबिन, अहिले तपाईँ एनटिभी इटहरीबाट पाक्षिक रूपमा प्रसारण हुने ट्राफिक गतिविधि कोशी प्रदेश कार्यक्रम हेर्दै हुनुहुन्छ। हाम्रो यो कार्यक्रम फेसबुक पेज नेपाल पुलिस हाइवे सेक्युरिटी एन्ड ट्राफिक म्यानेजमेन्ट अफिस इटहरी सुनसरी र हाम्रो टिकटक आइडी traffic.police_इटहरीका साथै हाम्रो युट्युब च्यानल इटहरी ट्राफिकमा समेत गएर हेर्न सक्नुहुनेछ। साथै कार्यक्रमबारे कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया भएमा हामीलाई हाम्रो इमेल ठेगानामा पठाउन सक्नुहुनेछ। यसैगरी तपाईले कहीँ कतै सवारी दुर्घटना भएको देख्नु वा सुन्नु भएमा हामीलाई हाम्रो हटलाइन नम्बर 103 र 98,520 90,161 मा खबर गर्न सक्नुहुनेछ। हाम्रो हटलाइन टेलिफोनहरू 24 घण्टा खुल्ला रहनेछन्। हवस् त, म कार्यक्रम प्रस्तुता चन्द्रकला भट्टराई यहाँहरू माझबाट बिदा हुन चाहन्छु। यहाँहरूको हरेक यात्रा सुखमय बितोस्, दुर्घटना रहित बितोस्। जय नेपाल, नमस्कार। निश्चित ठाउँमा सवारी